साथीहरु अहिले चाहिँ म कतार जान लाग्यो। मेरो कतारको फ्लाइट छ, यहाँनिर प्लेन रेडी भइसकेको छ। हेलो नमस्ते होपी गाइस, सबैजना सन्चै हुनुहुन्छ। आज पनि हामीहरू फेरि आज धेरै दिनपछि नयाँ भ्लग लिएर आएका छौँ। आज चाहिँ हामीहरू कहाँ छौँ भन्दा जस एयरपोर्ट नजिकै यहाँनिर पछाडि हेर्न सक्नुहुन्छ सिनामङ्गल भन्ने ठाउँ छ। अहिले हामी सिनामङ्गलमा छौँ है। अब यहाँनिर चाहिँ अब के कस्तो हुन्छ हामी भित्र गएर हजुरहरूलाई थोरै यो सिनामङ्गल घुमाउने छौँ है। हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ अन्त्यसम्म हेरिदिनु होला। नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भएर बेल आइकनलाई थिचेर हाम्रो च्यानलमा जोडिनु होला। ल अब धेरै कुरा नगरिकन हामी भिडियो स्टार्ट गर्छौँ है त। त्यसको हामी यस्तो दामी ठाउँ छ है। भित्र प्रवेश गर्दैछौँ, भित्र प्रवेश गरौँ। ल हामी प्रवेश गर्दैछौँ है त। यस्तो दामी छ है। वाह साथीहरू, अहिले चाहिँ म कतार जान लाग्यो। मेरो कतारको फ्लाइट छ, यहाँनिर प्लेन रेडी भइसकेको छ। जोस् अब हेरौँ अब के कस्तो हुन्छ। दामी ठाउँ रहेछ है। जोस् मैले टिकट काटिसकेको थिएँ, दाइले फेरि टिकट काटेको छैन कि भनेर ठानेर सोच्नु भएछ। जोस् त्यो हल्का भिडियो रोक्यो एकछिनको लागि चाहिँ। त्यही हो जोस्। अब थोरै अब हामी सिनेमेटिक सटहरू पनि हेरौँ है त। यहाँ प्लेन देखिरहनु भएको छ। अब हामी प्लेनभित्र प्रवेश गर्छौँ। के कस्तो छ भित्र गएर हजुरहरूलाई देखाउँछौँ पनि। जोस् यहाँ चाहिँ अब यहाँ यसरी स्टिल फेन्सिङ गरेर यस्तो भर्याङ निकालिएको रहेछ है। कताबाट जाने दुईतिर बाटो रहेछ। लेडिज जेन्ट्स त होइन होला है सायद, दुईतिर बाटो रहेछ है। यो चाहिँ यताबाट जाउँ, हामी यताबाट जाउँ। ल फर्स्ट टाइम प्लेन चढ्दैछु साथी हो है। जोस् कस्तो हुन्छ हेरौँ। भर्याङ चाहिँ डेन्जर हल्लिँदो रहेछ, डर पो लाग्यो। प्लेनभित्र छु, जाँदैछु। अब भित्र गएर हेरौँ है। भित्र आउनु मिल्छ? हो ए हो, टिकट काट्नुपर्छ यहाँ पनि। ए यहाँ चाहिँ बस्नु मिल्छ? देखिन्छ है प्लेनबाट। ल साथी एकछिनको लागि पाइलट बन्दैछु म, हेर्नु होला है त। त्यही हो अहिले चाहिँ अब यहाँनिर फ्लाइट चलिरहेको छ है। यस्तो हुँदो रहेछ है प्लेनमा। जस घाम बाहिरबाट गर्मी धेरै एकदम घाम भएको कारण एकदम गर्मी छ। पाइलटलाई चाहिँ प्लेन उडाउन डर मजा आउने रहेछ क्या होइन। ठिक छ। यहाँनिर अब दुईवटा सिट छ। एउटा अब यहाँ पाइलट प्लस को पाइलट हुन्छ होइन, दुईजना बस्ने सिट रहेछ। जस्तो दामी छ यो। अब यो चाहिँ स्टिकरहरू मात्र रहेछ, रेडिटी त छैन चाहिँ स्टिकर रहेछ यसो। यहाँनिर यस्तो हुन्छ भनेर स्टिकर राखिएको रहेछ। यस धेरै गर्मी रहेछ, अलिक गर्मी भइरहेको छ। त्यही हो अब हामी सिधा जान्छौँ।
खतरा रहेछ ठाउँ चाहिँ, जस रमाइलो लाग्यो। हेर्नुहोस् यहाँनिर यस्तो पिक्चरहरू राखेको रहेछ है। अनि प्लस यहाँनिर अब प्लेनहरू पुरानो जमानाको प्लेनहरू राखेको, फाइटर प्लेन। अनि हेर्नुहोस् पनडुब्बी रहेछ, जस राम्रो रहेछ। तपाईँहरू पनि यहाँनिर अब घुम्न आउने सोच्दै हुनुहुन्छ भने यहाँ एकदम राम्रो छ। यहाँनिर तपाईँहरू यो सिनामङ्गल भन्ने ठाउँ हो, जस राम्रो छ। म पनि यता बाटो परेको कारण ठ्याक्क देखेँ, त्यही भएर अस्तिदेखि आउने योजना थियो। ठ्याक्क आज चाहिँ टाइम पनि मिलेको, बाटो पनि परेको कारण चाहिँ म आज आएँ। त्यस्तो तपाईँहरूलाई हल्का घुमाउँछ है त। यो ब्याकग्राउन्ड म्युजिक चाहिँ यो कपिराइट आउँछ होला, त्यसैले म यो अलिकति बोल्दिनँ। यहाँ चाहिँ म्युजिक बजिरहेको छ, फेरि यो भिडियो अपलोड गर्दाखेरि कपिराइट आउँछ नि त, त्यही भएर एकछिन साउन्ड चाहिँ म्युट हुन्छ है। यो चाहिँ एयरपोर्ट 0.2। प्लेन चाहिँ यहाँबाट ल्यान्डिङहरू जाने सस्तो छ।
ल साथीहरू जस घुम्यो रमाइलो भयो त्यही हो भित्र चाहिँ मैले साउन्ड म्युट गरेँ किनभने त्यहाँ म्युजिक बजिरहेको थियो फेरि कपिराइट स्ट्राइक आउँछ युट्युबमा भिडियो अपलोड गर्नु मिल्दैन नि त त्यसैले मैले भित्रको साउन्डहरू सबै म्युट गरिदिएको छु जे होस् हेर्नु होला ब्याकग्राउन्ड म्युजिक बजाइ एकदम मलाई यो अहिले मैले जुन ब्याकग्राउन्ड म्युजिक हजुरलाई सुनाएँ त्यो ब्याकग्राउन्ड म्युजिक एकदमै मन परेको ब्याकग्राउन्ड म्युजिक हो जे होस् अब अझ अब बाहिरतिर पनि थोरै हेर्छौँ है हामी अब यता अलिकति अगाडि गयो भने यहाँ थोरै हेलिकप्टर रहेछ है यहाँ पनि म्युजियमै हो नि हेलिकप्टरको त्यहाँ पनि त्यो पनि हेर्छौँ हामी अब देखाउँछु पनि है मलाई तपाईँहरू जे होस् एभरेज हामी हेऱ्यौँ सबै घुम्यौँ पनि यो धेरै राम्रो छ जे होस् पार्क एकदमै राम्रो छ त्यही हो अब थोरै अब फोटोहरू पनि खिच्छौँ हामी जे होस् हजुरहरूलाई आजको यो हाम्रो भ्लग कस्तो लाग्यो है मन पऱ्यो भने लाइक कमेन्ट गर्नु नबिर्सिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नु होला नजिकै रहेको बेला आइकन पनि थिचेर हाम्रो च्यानलमा जोडिनु होला र अब धेरै कुरा नगरिकन अब हाम्रो भिडियो आजको भ्लग चाहिँ यही इन्डिङ गर्छु फेरि पछि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ है त